सधैँ जसो चाहिँ मैले तपाईँहरूलाई विभिन्न सूचनाहरू अथवा विभिन्न अपडेटहरू लिएर आउँथेँ भिडियोमा। आज चाहिँ मैले आफ्नै एउटा दुःखको कुरा लिएर आएको छु साथीहरू। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला, तपाईँहरूलाई पनि यस्तो समस्या पर्न सक्छ। म चाहिँ जापान आएको अहिले एसएसडब्ल्यू वर्किङ भिजामा 3 वर्ष भयो होइन, पुरा 3 वर्ष भयो। अनि म जापान आएको 2 वर्षमा चाहिँ मैले मेरो श्रीमती पनि लिएको थिएँ र मेरो श्रीमती आएको पनि लगभग 2 वर्षभन्दा 1 वर्षभन्दा धेरै भइसक्यो। अनि उसको एकचोटिको भिजा भ्याइएर पनि फेरि रिन्यू भइसक्यो होइन, 1 वर्ष पुरा भएर पनि नयाँ भिजा रिन्यू भइसक्यो। यो अवस्थामा आएर चाहिँ मैले अहिले काम गर्दै गरेको कम्पनी छोड्नुपर्ने अवस्था भयो। अब कतिलाई लाग्छ यो कुरा त नर्मलै हो, जापानमा नयाँ कम्पनी जानु छोड्नु नर्मल कुरा हो। एसएसडब्ल्यूमा पनि यो कुराहरू चाहिँ मिल्छ भन्ने थाहा छ नि त धेरैलाई। अनि यो कारणले गर्दाखेरि चाहिँ धेरैलाई यो कुरा नर्मल लाग्छ। म चाहिँ अलिकति प्रब्लममा फसेँ होइन। यिनी कुराहरू म अहिले चाहिँ भन्दिनँ, सबै कुराहरू चाहिँ होइन, यो प्रब्लमको बारेमा प्लस कम्पनीको बारेमा पनि धेरै कुराहरू छ। म चाहिँ स्टेप बाई स्टेप बाइ द वे म यो ठाउँ छोडिसक्यो भने चाहिँ सबै कुराहरू तपाईँहरूलाई मैले सेयर चाहिँ गर्नेछु। अहिलेको हिसाबमा चाहिँ म तपाईँहरूलाई के चाहिँ कुरा मात्रै भन्न चाहन्छु भने म अहिले चाहिँ अब मैले कम्पनीमा यही महिना काम गरेर यो साङ्गात्सु भयो, साङ्गात्सु सुरु भएको छैन होइन, अहिले निगात्सु 24 तारिक भयो आज। र साङ्गात्सु भनेको 3 महिनाको लास्टसम्म मैले चाहिँ काम गरेर यो कम्पनी छोड्दैछु। अनि यो कम्पनी छोड्दैछु प्लस मेरो चाहिँ अर्को तनाव भनेको के छ त साथीहरू भने मेरो भिजा छैन। भिजा चाहिँ एकदमै कम छ। अब मेरो लगभग 1 महिना जति मात्रै भिजा छ है। त्यही साङ्गात्सुसम्म काम गर्ने टाइमसम्म मात्रै मेरो भिजाको डेट छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ अनि मेरो नयाँ ठाउँ कहाँ जाने के गर्ने तनाव भइरहेको छ। अनि अर्को कुरा के भयो त भने अब फेरि श्रीमान श्रीमतीलाई जापानमा प्राय कम्पनीहरूले एकै ठाउँ लाँदै लाँदो रहेनछ होइन। पहिला यो कम्पनीले हामीलाई त्यसरी ठिकै छ आइजे चाहिँ किन भइरहँदैछ भन्ने कुराहरू पनि म तपाईँहरूलाई पछि सेयर गर्छु पछिको कुराहरूमा। अनि जापानमा खासमा त्यस्तो रुल्सहरू नै रहेनछ कि श्रीमान श्रीमती एकै ठाउँ काम गर्न लगभग मान्दो रहेनछ यिनीहरूले होइन, मुस्किलै मान्दो रहेछ। अनि अहिले मैले यो कम्पनी छोड्नु पर्ने भयो र मलाई चाहिँ सुरुमा चाहिँ एकदमै कर गरेको थियो होइन। मैले कम्पनी छोड्छु भनिसकेपछि नछोड तेरो चाहिँ सेलेरी बढाइदिन्छु तँलाई चाहिँ के भएन कसो भएन धेरै कुराहरू भनेको थियो। यहाँ फेरि के हुन्छ त भने एकचोटि छोड्छु भनिसकेपछि फेरि मन कौलो बनाएर बस्नु भनेको त्यो आफ्नै खुट्टामा बन्चोर हान्नु जस्तो हुन्छ यहाँ कैयौँ ठाउँहरूमा होइन। मैले चाहिँ त्यो सोचेर म चाहिँ छोड्छु नै भनेर चाहिँ मैले रिजन चाहिँ के भनेको छु त भने अनि हामी चाहिँ श्रीमान श्रीमती एकै ठाउँ काम गर्न अलि अनकम्फर्टेबल भयो, सो म चाहिँ अर्को ठाउँ जान्छु भनेर कुरा गरिहालेँ। अब यो कुराले गर्दाखेरि चाहिँ अनि कम्पनी चाहिँ अलिकति किबिसी टाइपको भएर मलाई चाहिँ छिटो गरिदियो कि उताबाट मेरो वास्तै नगरेर प्लस मेरो जिम्बीहरू गर्ने कुराहरू सायद मैले आफै तयारी गरेको भए हुन्थ्यो। त्यो कुराहरूमा मैले फ्याट्ट कुरा गरिहालेँ। कुरा गर्दाखेरि चाहिँ म आफै तनावमा परेँ होइन। अनि सो यही कुरा भइरहेको छ अहिले चाहिँ। अब मैले चाहिँ के गर्नुपर्छ त अगाडिको दिनहरूमा भन्ने कुराहरू चाहिँ मैले तपाईँहरूलाई स्टेप बाई स्टेप नेक्स्ट भिडियोमा पनि भन्नेछु। र अहिलेको समस्या चाहिँ यति हो, मैले चाहिँ यो कम्पनी अहिले काम गरिरहेको कम्पनी म चाहिँ हाल जापानको फुकुओकामा छु। र फुकुओकामा हामी दुईजना यो सानो रुममा हेर्न सक्नुहुन्छ, यो सानो रुममा बसिरहेका थियौँ। यो सानो रुम खासमा सिङ्गल हो क्या, यो रियो हो होइन, एकजना मात्रै बस्न मिल्ने रुम हो। अब यसमै दुईजना एडजस्ट गरेर बसिरहेका थियौँ। अनि यस्तै कुराहरू पनि निस्कियो। अब तिनी कुराहरू पनि छ मैले हजुरलाई भनिहालेँ। म अहिले चाहिँ यहीँ हुँदै सबै कुराहरू खुलाउँदिनँ। नेक्स्ट भिडियोमा चाहिँ म तपाईँहरूलाई सबै कुरा नै भन्नेछु। मलाई मसँग के भयो कस्ता कुराहरू भयो तिनी कुराहरू सबै सेयर गर्छु। सो जोडिनु होला। मैले युट्युबमा धेरै भयो भिडियोहरू पनि हालेको छैन, अझ म सोसियल मिडियामा धेरै एक्टिभ पनि छैन। अब मैले चाहिँ अब मेरो यो 3 वर्ष भइसक्यो नि त, त्यसपछि अब मैले यो वर्ष नि मैले फुकुसिस दिन त मिल्थ्यो। अब मेरो त्यस्तै प्रब्लमले गर्दाखेरि मैले दिन नै सकिनँ। अब मैले नेक्स्ट इयर चाहिँ फुकुसिस पनि दिने सोचेको थिएँ। अब ठ्याक्कै अहिले यो सिचुएसन भयो, अब के हुन्छ त्यो पनि थाहा छैन। सो म तपाईँहरूलाई चाहिँ धेरै अपडेटहरू दिँदै गर्छु है त। सो नेक्स्ट भिडियोमा भेटौँला। आजको लागि यति नै। माया गर्ने साथीहरूले चाहिँ यसो भिडियो लाइक गरिदिनु होला।